भ्यूको साथ हाम्रो विमल दाईसँग होइन लुक्स क्या दामी भ्यू छ क्या म चाहिँ भर्खर उठेँ निन्द्राकै धारमा छु सो हाई गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी रोहित मगर फर्स्ट अफ अल चाहिँ गुड मर्निङ हाम्रो गाउँ होइन ओ ल हाम्रो म चाहिँ अहिले भरतको घरमा आएको छु ऊ चाहिँ अगाडि नै उठेर तल मन्दिर गएको तल रुममा गएको चिया सिया के बनाउँछु भन्दै थियो दामी तरिकाले आज चाहिँ पानी परेको हिजो अस्तिदेखि भएर 2 दिन ननस्टप पऱ्यो आज नि घामसाम केही पनि लागेको छैन तर होइन भर्खर म चाहिँ यहाँ उठ्ने बित्तिकै दामी सिन देखिदिइरहेको हेर्नु गाइज टक्क लगाएर हेरिदिनुपर्छ हामी ओ आए है ल यहाँबाट पुरै फुल भ्यू देखिँदैन म तल गएर देखाउँछु ल म चाहिँ उठिसकेँ अनि हाम्रो भरत दाइले चाहिँ यहाँ टक्क ल्याएर चिया बनाउँदै चिया राख्दै हुनुहुन्छ यहाँनिर टक्क भ्यूसँगै होइन दामीको भ्यू छ पारि उता ब्ल्याक टी लेमन पनि होला नि होइन लेमन टी हो ल चेस हामी फेरि यता पनि छौँ है गाइस यता रोहित भाइ त्यसपछि अहिले हामीसँग कोही छैन तर लाएर म बन्द गर्छु ल भरत क्या दामी देखिरहेछ बड्डा यता हेर त क्या ह्यान्सी देखिरहेको बड्डा यस्तो गरौँ कि यस्तो गरौँ होइन मैले हिमालय भनिरहेको छु पारि फेरि हामी चाहिँ अब सर र चिया खाँदै होइन यहाँ हाम्रो राजाले भिडियो बनाउँदै हुनुहुन्छ यहाँ चिया सिया खाँदै म त मुख पनि धुवा छैन हो अहिलेसम्म ऊ पनि त्यस्तै छ फर्स्टमा चाहिँ हाम्रो यो अनि त्यसपछि यो हुन्छ क्या लाएर बसालिदिउँ चिया पानी फेरि यस्तो चिसो हुन्छ कि डेन्जर चिसो हो क्या अहिले त त्यही पनि अब धोइदिउँ न दामी क्या सिन देखिन्छ क्या बेला बेलामा है यो यस्तो बवालको ऊ चाहिँ खिच्दैछ सिन यहाँ सयपत्रीहरू टन्न फुले यतातिर यो जुन देखिरहेको बजारहरू छ यो हाम्रो मेन बजार भन्छ होइन सदरमुकाम एरिया भनेको यही हो हाम्रो मुसिकोट यो डाँडामा जाने भने चाहिँ दामी भ्यू देखिन्छ फेरि जहाँ पनि देखिन्छ यो सबैभन्दा हाइएस्ट एरिया हो यो होइन
टिकटक बनाएर हेर्दै हुनुहुन्छ हाम्रो राजाले यता चाहिँ राजालाई पनि देखाइदिन्छु अरे सर लाएर यो चाहिँ किचन हो होइन यतातिर हामी अब सर ब्रेकफास्ट हान्दैछौँ अलिअलि डुलियो घुमियो होइन भुट्याउ भात अब यहीँ बसेर सर लाएर खाजा खाँदै भ्यू हेर्दै होइन मस्तसँग भ्यू यस्तो बवाल छ कुरै छोडिदिनुहोस् बसेर गप्पै हालौँ त नि केटाहरू अलि छिटो आइज यार 220 को चाहिँ यहाँ पुरा खानी छ होइन 220 मात्र आउँछन् अहिले चाहिँ हामी चाहिँ सिनसिन हेर्दै अगाडि सब गरिकन होइन भातसात खाइकन हामी चाहिँ अब चल्दैछौँ यता मेला सेला लाग्दो रहेछ यता अगाडितिर के अरे बगमारा होइन चुनबाङ यता हाम्रो रोल्पा पर्सनको घरतिर जाँदैछौँ होइन टक्क लाएर केटाहरू हुँदैछन् हो तल त्यहाँ पछाडि आउँदैछन् यस्तो यस्तो बाटो भेटिन्छ होइन एकछिन रोक्तो बुद्धि लगाउँदैछ आउँदै बाटो लास्ट डेन्जर हो क्या हाम्रो त जस्तो छ बाटो खै त अहिलेलाई यतिमै स्टप गर
कतै कतै फेरि यस्तो दामी दामी पनि रोड हुन्छ, कतै फेरि यति अगाडि आइसक्यो राम्रो रोड आइन्छ। खतरा छ क्या। भ्यूको साथ हाम्रो विमल दाईसँग होइन। उफ लुक्स क्या दामी भ्यू छ क्या कसम है। यो सर यहाँबाट है हाम्रो गाउँ आइसक्यो गाइज होइन। हामी चाहिँ हाम्रो गाउँको सिमाना आइसक्यौँ होइन। सनसेट पनि भ्यू दामी देखिन्छ, तर अहिले फेरि त्यहाँ बादलहरू राखेको क्या सनसेटको भ्यू हेर्नलाई चाहिँ होइन। बादल छ। हाम्रो काल दादा अघि हुनुहुन्छ। स्याउरो दामी अफरोड बाटो छ कि हाम्रोतिर पुरै चलाइ होइन। बानी परे मान्छेहरूलाई फेरि यहाँ बहुत मजा आउँछ फेरि यहाँ अफरोडमाथि। मुस्ताङ जस्तो ठाउँ पुग्यो चाहिँ ज्याक्क लगाएर यहाँ स्याउ पत्तिन्छन् होइन। तल चौरको पुग्दै स्याउका रुखहरू यहाँ छ नि। फापरहरू यहाँ छ फापर। यो फापर हो, यो चाहिँ जोत्ने बारी मकै लगाएको ढक्क लगाएर सिलिप खाइदिन्छ फेरि यहाँ फेरि बगाल टाइपको सिलिप खाइदिन्छ बर्खाको पानी परेको गर्दाखेरि। गाउँको भ्यू दामी छ त्यो लुक्स सबले जोत्छ यहाँ। यो ओ भाइ तर होइन मोबाइलमाथि ठ्याक्कै यहाँबाट खिच्दाखेरि अलिक त्यस्तो लुक्स देखिन्न क्या। जति त्यो हामीले आँखाले हेरेर आउँछौँ नि होइन त्यति साह्रो देखिँदैन क्या। नत्र यहाँ नेचुरल्ली हामीले आँखाले हेर्दाखेरि चाहिँ यस्तो दामी भ्यू देखिन्छ नि त्यहाँ पारि होइन। त्यो यस्तो अफरोड छ क्या फेरि हाम्रो गाउँतिर कसम। यो घारीबाट हाल्दा छु खोज्यो जाँदैन क्या के गर्नु। यस्तो डेन्जर अफरोड हुन्छ कि हाम्रोतिर। यो हाम्रो गाउँ बवाल छ गाउँ चाहिँ। यता होइसिन्छ स्याउ त डल्लै हुन्छन् हाम्रो यहाँ पनि गाउँ बाटोमा भेटिन्छ नि। यहाँ पनि छ स्याउहरू अहिले फल्ने सिजन छ त त्यही भएर खाली छ होइन। हामीले बिहान भिडियो सिडियो बनाएको घर चाहिँ त्यो पारिको बत्ती भल्या होला। परबाट यहाँ त छ बुद्धि दाजु। यो पुरै चिप्लो आस्न पानी परिकन हिलो भइकन फुल सिलिप खान्छ भयो बिस्तारै हाल्नु। झन्डा पुरै फेरि सुस्त पारामाले बसिदिरहेको फेरि मिलाइरह हावा छ केही चले होइन। अनि त्यही भएर जुन चाहिँ बल खेल्ने ठाउँ यहाँ हो हाम्रो भलिबल ग्राउन्ड यो हो। केटाहरूले मस्तसँग खेल्दाखेरि जग्गा भिडियो छ है। हाम्रो बाँदर पानीको डन ठुलुवा यता हुनुहुन्छ होइन। अनि त अहिले फेरि खतरा तरिकाले हेरिराख्नु भएको छ होइन। हामीलाई मार्नुहुन्छ हामी गइहाल्यौँ गाइजहरू। अफरोड बाटो भल बबाल भेटिन्छ। जोताइ कार्यक्रम सकिसक्यो। यो छर्ने मुस्ताङभन्दा डेन्जर गाइज डेन्जर यो डेन्जर गाइज डेन्जर। बहुत सिलिप खानुहुन्छ यहाँ हाम्रो भाइजीहरूले। हाल बिचबाट झरम दाजु झरै जात भिडियो बनाउनु
यसरी माया लाउनुहुन्छ यहाँ टक्क लाएर। यहाँ छ एउटा फ्ल्याट, यो चाहिँ यो पनि सुस्तसँग पसिरहेको छ। पानी क्या पानीले यो बाटोको त कुरै नगरौँ। दिस इज आवर भिलेज। टक्क लाएर एउटा झाँट बाट्यो थियो। रुख दाजु बिचबाट हाल त, बिचबाट रुख यसरी पत्ताउनु पर्छ। म यत्रो पुरै छ्याप्दियो बड्डा बिस्तारै हालै। उहीँ यतै बसा ल्याएको हुन्थ्यो बाइक। रुख अगाडि यस्तो हो क्या, यहाँबाट भेज हो जान्थ्यो यो। बन्द गर्दो त्यसलाई, बन्द गर ढकल्दै लगाऊँ क्या। ढकल्दै पनि जान्न होला, जान्छ क्या, बन्द गर्दो। यस्तो बाटो आएर घारी भाइ घारी राख्न त रुक्नु हेर्दो यहाँ पुरै गेट भए मुला अनि ऊ भएन क्या, खेद्ने ठाउँै भएन क्या मलाई। खुट्टा पनि अड्डिन्न क्या फेरि ल ढिकल। यो यस्तो पारि जान्छ त बड्डा। अब ऊ माथि या त सुहा यहाँ छुवा क्या त हुँ यतै राखेको हुन्थ्यो क्या बाइक। त्यति मात्र लग्न। हेर्दो अन्त घर पार्छ पारी स्लिप खाल्यो है उता। अगाडिको टायर जाम भए ल तँ हाल त दाजु, यहाँबाट हाल तल्लिरोबाट। हो यहाँबाट सलक्कै आइन्छ त्यो। This is a Radatar. टायर जाम भाइ बुद्धि दाजु
अरे जाम भयो त कस्तो जबरजस्ती गऱ्यो होला अगाडिको टायर जाम भएको क्या तेरो लक्ष्य त जान्छ जान्न नै माटो फाल्नुपर्छ र माथि छ कहाँ छ यहाँ यहाँ उफ्रा यहाँ त के होला भन्दा भन्दै त भयो जस्तोको अब भलक बन्द गर क्या हौ यो त भइगयो भयो जस्तोको यो ट्राई गर्दा देखिया कि गुड्छ एकैछिनमा जाम गरिदिन्छ क्या यहीँबाट त्यहीँतिर अगाडि पछाडि त भरिन्न कहिले